हेलो एभ्रिवान र आज फेरि पनि हामी जाँदै थियौँ पुराणमा नोबेल र हजुरहरूलाई सबैलाई स्वागत छ बन्दिता देवीको छोटो मोटो मिनी ब्लगमा गाइस। र आज चाहिँ हामी दिदीबहिनी सबैजना भएर नोबेलतिर लागिसकेका थियौँ फेरि पनि गाइस। र अहिले चाहिँ हामी पानी बढेको थियो, त्यही पनि हामी चाहिँ एकअर्कालाई धर्दै ओर्दै पनि हामी नदी तर्दै थियौँ गाइस, हेर्न सक्नुहुन्छ। र पानी पनि कस्तो मैला मैला भएको थियो किनभने बढेको थियो गाइस। र नदी तर्दै ओर्दै हामी चाहिँ अहिले पार लागिसकेका थियौँ र अहिले चाहिँ फाइनली हामी चाहिँ नोबेल पनि पुगिसकेका थियौँ गाइस, हेर्न सक्नुहुन्छ। र यिनीहरू त फर्स्टचोटि आएका थिएँ, म चाहिँ दुईचोटि भइसकेको थियो। र पुराण परै भए पनि नदी तरेर पनि पुराणमा चाहिँ जाइन्छ है गाइस। र अनि पुग्दाखेरि चाहिँ हामी छिट्टै पुगेका थियौँ र यहाँ गुरुजीलाई पनि कति राम्ररी स्वागतम गर्दै हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्छ। हामी चाहिँ उहाँ बिहानको आरतीको बेलै पुगेका थियौँ गाइस। र हेर्दै जानु होला कति राम्ररी यहाँ गर्दै हुनुहुन्छ। र यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर धेरैभन्दा धेरै माया दिनुहुन्छ भन्ने म आशा राख्छु गाइस। र लाइक सेयर कमेन्ट गरिदिन नबिर्सिनु होला, कस्तो के लाग्छ भागवत भनिदिनु होला। र अहिले चाहिँ हामी बिहानको आरती गर्दै थियौँ गाइस, हेर्न सक्नुहुन्छ सबैजना भएर। र हामी चाहिँ साह्रै नै भाग्यमानी रहेछौँ, बिहानकै आरतीमा पुगिसकेका थियौँ गाइस। हजुरहरू पनि सुन्दै जानु होला। र हजुरहरू चाहिँ भागवत पुराण पनि सुन्नुहुन्छ, कथा सुन्नुहुन्छ भने हजुरहरूले यो भिडियो पनि अन्तिमसम्म हेरिदिनु होला, सुन्न पाउनुहुन्छ। र त्यतिकै गर्दै गर्दै अहिले चाहिँ हामी बा घर गएका थियौँ, हाम्रा बा घर, बाबाका ठुला बा घर गएका थियौँ गाइस। र अहिले चाहिँ हामी त्यहाँ गएर चिया खाएर फेरि पनि पुराणतिर लागिसकेका थियौँ। र त्यहाँ पुराणमा जाँदा त्यहाँ कति राम्ररी यहाँ हामीलाई शरबतहरू पनि दिँदै हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्छ। र त्यतिकै गर्दै गर्दै हामी सबैजना दिदीबहिनी भएर भेला भएर बसेर अहिले चाहिँ हामी पुराण सुन्नतिर लागिसकेका थियौँ। र हेर्दा हेर्दै कति राम्ररी गुरुजीहरू पनि नाच्दै हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्छ गाइस। हामीका चाहिँ नोबेलका गुरुजीहरू चाहिँ साह्रै फुर्ती हुनुहुन्थ्यो है, पुरा नाच्दै हुनुहुन्थ्यो। र त्यतिकै गर्दै गर्दै हाम्रो प्रसादी खाने बेला पनि भइसकेको थियो। र अहिले चाहिँ हामी प्रसादी पनि ग्रहण गर्नतिर लागिसकेका थियौँ गाइस, हेर्न सक्नुहुन्छ। सबैजना प्रसादी खानालाई बसिसक्नु भएको थियो। र हजुरहरूलाई कस्तो के लाग्छ फेरि पनि भन्दैछु, भन्नु होला। र त्यतिकै गर्दै गर्दै यहाँ कृष्णजीले माखनको लागि घडा पनि फुटाइसक्नु भएको थियो, हेर्न सक्नुहुन्छ। र हजुरहरूलाई चाहिँ मैले अलिअलि भए पनि हल्का हल्का दिँदैछु, हजुरहरूले हेर्दै जानु होला। र कस्तो के लाग्छ भन्नु होला गाइस। र यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु है, हजुरहरूले कथा पनि सुन्न पाउनुहुन्छ। र यहाँ चाहिँ कृष्ण भगवानहरूको यहाँ मक्खन चोर्ने कार्य चल्दै थियो गाइस, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अलिकति कथाहरू कहानी देखाउँदै हुनुहुन्थ्यो र हामीलाई चाहिँ साह्रै राम्रो लाग्यो, हेर्न सक्नुहुन्छ। त्यतिकै गर्दै गर्दै अहिले हामी पनि दिदीबहिनीहरू पनि भजन गाउनतिर लागिसकेका थियौँ गाइस। हामीलाई चाहिँ साह्रै फुर्ती लागेको थियो, हेर्न सक्नुहुन्छ। र हजुरहरूले पनि यहाँ कथा सुन्न सक्नुहुन्छ। हजुरहरूलाई पनि मैले कान पवित्र गर्नुहोस् भनेर मैले हजुरहरूलाई कथा पनि सुनाइदिँदैछु है गाइस, सुन्दै जानु होला। र अलिअलि चाहिँ ब्याकग्राउन्डमा हुलुस्तुरहरूको आवाजहरू चाहिँ इग्नोर गरिदिनु होला, किनभने त्यहाँ पछाडिपट्टि धेरै हुलुस्तुर पनि गर्दै थिएँ। र हजुरहरूलाई म कथा पनि सुनाउँदै थिएँ, सुन्दै जानु होला। आफ्ना जन्म दिने बाबुआमालाई छोडेर अर्का बाबुआमालाई बाबुआमा बनाउनु पर्ने, अनि त्यति मात्रै भए त हुन्थ्यो नि। 6 दिनको हुँदैखेरि पुतना आइन्, अघासुर बकासुर कति हो कति असुर आएका जीवनमा। सुख र शान्ति भगवानको जीवनमा आयो आएन। त्यही पनि भगवान कुनै दिन कालो मुख पारेर नि, मुख लट्काएर कहीँ बस्नु भएन। कुनै फोटामा पनि भगवानले कालो मुख लगाएको देख्नु भएछ, कहिल्यै लाउनु भएन। जस्तै परिस्थितिमा पनि भगवान हमेसा भगवान श्रीकृष्णको फोटो हेर्नु मुस्कुराइरहनु भएको छ। हामीलाई त सामान्य एउटा केही समस्या आउनु हुँदैन, 5 मिटरको भारी टाउकामा बोकाइदिए जति नै हुन्छ। त्यही भएर भगवान यो शिक्षा दिनु हुँदैछ हामीलाई। र यहाँ कथा सुनेर चाहिँ मलाई लाग्यो दुःख त मान्छेको जिन्दगीमा मात्रै होइन, भगवानको जिन्दगीमा पनि हुँदो रहेछ गाइस। र त्यतिकै गर्दै गर्दै यहाँ गोपी पनि नाच्नलाई रेडी भइसक्नु भएको थियो। र यहाँ चाहिँ कृष्णजी राधाजीको वरिपरि गोपिनीहरू पनि नाच्दै हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्छ। हजुरलाई पनि सानो सानो दृश्य मैले देखाइदिँदैछु गाइस। राधा नाचे रे, श्याम संग राधा नाचे रे।
र त्यति गर्दै गर्दै अहिले चाहिँ हामी दिदीहरू सबैजनासँग फेरि पनि हामी नाच्दै थियौँ गाइस। र त्यहाँ चाहिँ अन्तिममा सधैँभरि एउटा भजन गाइदिनुहुन्छ र हामी चाहिँ नाच्दै थियौँ सबैजना भएर। र हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामीले बेलुकाको आरती गरेर अहिले चाहिँ हामी घरतिर पनि लागिसकेका थियौँ गाइस। र यसै नै हामी चाहिँ दिदीबहिनीहरू घरतिर भनेर लाग्दै थियौँ गाइस। र आधा चाहिँ अगाडि नै गइसक्नु भएको थियो र हामी चाहिँ अहिले 4-5जना भएर फेरि घुरेर जाँदै थियौँ घरतिर। र त्यतिकै पुगेपछि त घरमा पनि उहाँ बहिनीको बर्थडेको लागि सबै थोक तयारी भएको रहेछ र मैले पनि एकछिन गएर पुरीहरू बनाएँ र फेरि पालो दिनलाई दिदीले पनि आएर एकछिन पकाइदिए गाइस। हेर्न सक्नुहुन्छ र बहिनीको बर्थडेको पनि सेलिब्रेसनको तयारी भइसकेको थियो। र यहाँ चाहिँ हाम्रो बडपिताकी छोरीको बर्थडे थियो। यहाँ चाहिँ हामी सबैजना खड्का मात्रै थियौँ गाइस, हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ आमैलाई पनि खुवाइदिँदै थिएँ, पालो गरी सबैजनालाई खुवाइदिँदै थिएँ। र उदेको पनि बर्थडेको भिडियो पनि चिनो रहोस् भनेर मैले चाहिँ अलिअलि हालिदिएँ कि हेर्न सक्नुहुन्छ। र त्यहाँ ठुली भाउजूलाई पनि खुवाइदिँदै थिएँ हो, र भाउजूले पनि खुवाइदिँदै हुन्थ्यो गाइस। र सानी बहिनीको पनि बर्थडे रहेछ र काकाकी छोरीको, र उसको चाहिँ यसपालि पाती दिनु भएन छ र हामीले नै पाती दियौँ। हुन्छ त गाइस, आजलाई यति नै।